हेलो साथीहरू, ल आजको भिडियोमा चाहिँ हामी एरोमेटिक हाइड्रोकार्बन र फन्डामेन्टल अफ अप्लाइड केमिस्ट्रीको चाहिँ दुईटै समेटिएको चाहिँ एउटै भिडियोमा चाहिँ हामी एमसिक्यू गर्न लागिरहेका छौँ है ल हेर्नुहोस्। अब एरोमेटिक हाइड्रोकार्बनमा कतिवटा दिएको छ अनि त्यस पछाडि हामीले पढ्ने भनेको चाहिँ के हो त्यो सबै कुराहरू चाहिँ आज तपाईँले यहाँ डिटेल रूपमा नभए पनि ट्रिकी रूपमा भने सिक्नु नै हुनेछ। तपाईँको एमसिक्यू कुनै पनि बिग्रिँदैन यो दुईवटा च्याप्टरहरू मैले अगाडि बताएकाबाट भन्दै। अब म आजको भिडियोलाई सुरु गर्छु। म थोरै च्यानलको बारेमा जानकारी दिन्छु। यस च्यानलमा तपाईँले स्टडी सम्बन्धी विभिन्न प्रकारका भिडियोहरू तपाईँले प्राप्त गर्नुहुनेछ। अनि च्यानललाई सब्सक्राइब भने तपाईँले अगाडि नै गरिसक्नु भयो होला, किनभने मेरो अगाडिको धेरैवटा भिडियो तपाईँले सायद देख्नुभएको छ। यदि देख्नु भएको छैन, सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनु होला भन्दै म अब आजको भिडियोतर्फ अघि बढेँ। आज हामी दुईवटा, आज यो एउटा यस्तो पहिलो भिडियो पनि हो कि हामीले दुईवटा आजसम्म कुनै गरेका थिएनौँ। छिटो गरेँ किनभने मैले अब एमसिक्यूसँग धेरैवटा भिडियो पनि बनाउनु छ सर्ट क्वेसनहरूका होइन। एउटा मात्र सब्जेक्ट होइन, बायोलोजी लगायत यताउता धेरैवटा सब्जेक्ट रहेका छन्। ती सबैलाई ध्यान दिँदाखेरि चाहिँ मैले एउटै भिडियोमा मैले दुइटै कभर गर्ने, जे सिक्ने कुरा एउटै हो जतिवटामा भए पनि भन्दै अब अघि बढ्ने। अब क्वेसन नम्बर 1 हेर्नुहोस् ल। अब हामी एकैचोटिमा यसरी लगिहाल्छु होइन। यो चाहिँ मेरो अब खराब हो कि सही बानी हो, तपाईँले कमेन्ट गर्नु होला कि अब के बानी भनेको भन्दाखेरि थोरै भिडियोको बारेमा जानकारी दिनु अब लागौँ भन्नु छैन। एकैचोटि क्वेसन भन्न चाल्छ जस्तो लाग्छ होला। त्यसका लागि राम्रो कि नराम्रो, धेरैले त राम्रो पनि भने नि त मलाई, कमेन्ट पनि नभने पनि डाइरेक्ट रूपमा। अनि त्यसबाट मैले गरेँ। अब तपाईँले हो नराम्रो भनेर कमेन्टमै भन्नुभयो भने म त्यसलाई सुधार गर्नेछु। मेनली तपाईँको कमेन्ट चाहियो भन्न खोजेको कुरा यति हो। क्वेसन नम्बर 1 हामी हेर्छौँ। अफ द फलोइङ 4 अफ द ग्रुप आर मेटा डाइरेक्ट। मेटा डाइरेक्ट भन्ने बित्तिकै हामीले त ओ लागेकावाला सम्झिने। विच इज नट मेटा डाइरेक्ट सकिहाल्यो। मेटा डाइरेक्ट नभएको ओ नलागेको भनेको डी नम्बर पो देखियो त, त्यही त हो नि आन्सर यी माथि तपाईँले देख्नु पनि N82 सकिहाल्यो। 2 नम्बरको क्वेसन, एमिनो ग्रुप इज भनेको एम डाइरेक्टिङ हो कि पी डाइरेक्टिङ हो कि ओपी डाइरेक्टिङ हो कि? एमिनो भने बित्तिकै त्यही माथिको अघि माथि हेऱ्यौँ नि N82 भनेको कि त मेटा डाइरेक्टिङ कि त ओर्थो र पारा भनेको ओ र पीवाला भनेपछि 2 को सी त भइगयो नि। मेटा परेन भनेर माथि एमै बुझिहाल्यौँ। त्योभन्दा बाहेकमा पर्ने भनेको त कि ओ र पीमै त पर्ने हो नि। 2 को सी भइगयो है, देख्नुभयो नि 2 को सी। उमा यहाँनिर तपाईँले देख्नुभयो नि पारा र ओर्थो भनेर देखेको पनि। अब यी दानी हुन्छन् अरे इलेक्ट्रोन अरूलाई दिएर सक्छन्। अब यो कहाँनिर काम लाग्छ हेरौँ हामी। सी नम्बरको, अकर्डिङ टु द ओरिएन्टेसन रुल इन द केमिस्ट्री अर्थो इन द प्याराडाइम ग्रुप आर जेनेरल्ली भनेर भनेको छ। अनि एबिसिडीमा भनेको छ के हो नि त, पोजिटिभ एटोमा अरू ग्रुप हो कि, अनि अनस्याचुरेटेड ग्रुप हो कि, अनि मोलिक्युल विच आर डिएक्टिभेट हो कि, त्यसपछि ग्रुप विथ डिक्रिज द इलेक्ट्रोन डेन्सिटी अराउन्ड द एम पोजिसन हो है। के होला है, तपाईँलाई लाग्न सक्छ। यसको आन्सर भनेको डी नम्बरको ग्रुप विथ डिक्रिज द इलेक्ट्रोन डेन्सिटी। सम्झिहाल्नु, यसका मेन कुरा राख्ने थाहा हुने भनेको इलेक्ट्रोन डेन्सिटी सम्झिसकेपछि तपाईँले डेन्सिटीवाला भनेर तपाईँले सम्झि नै हाल्नुहुनेछ। डेन्सिटी त्यति सम्झिने हो। 4 नम्बरको कार्बोक्सी ग्रुप कार्बोक्सिलिक ओ त आइहाल्यो, मेटा डाइरेक्टिङ भइ नै हाल्यो नि है। कार्बोक्सिलिक भनेको त COOH वाला हो, अनि ओ त आइहाल्यो। अनि 5 नम्बरको हेर्दाखेरि चाहिँ विच आउनु भनेको त पोजिटिभ इन्डिकेटिभ भनेको चाहिँ आर हुने गर्छ। यसका लागि मेन ध्यान राख्नु, मेटा र अर्को तपाईँले आफै पनि थाहा पाइहाल्नुहुन्छ। अनि डेन्सिटीवाला र अर्को भनेको चाहिँ आरवाला चाहिँ पोजिटिभ हुने गर्छ। यति थाहा हुनुपर्ने कुरा हो क्या। सकिहाल्यो हाम्रो चाहिँ एउटा च्याप्टर। अब अर्कोमा हामी लाग्छौँ अनि छिट्टै हाम्रो यो पनि सकिहाल्ने गर्दछ। हेर्नु होला है। यसका लागि चाहिँ अब थोरै हामीले अलिकति धेरै पढ्नुपर्छ। थोरै भने धेरै पढ्नुपर्छ। धेरै पढ्नु पर्थ्यो, मैले त पर्थ्यो भने किन अब अहिले चाहिँ किन नपढ्ने यार। मसँग पढेपछि धेरै कुरै थोरै बन्छ नि त है, त्यो कुरा क्या। ल सिट भनेर लेखेको छ। ए नम्बरमा हेर्नु भने ब्यालेन्स सिट सोज भनेर भनेको छ। अनि एसिड्स हो कि लाइब्रेटिन्स हो कि डेप्थ्स हो कि, अनि नोट सोज हो कि प्रफिट हो कि भन्ने कुरा साह्रै झ्याउ हुन्छ क्या एक्जाममा। कसरी सम्झिने, जम्मा नोट सोज प्रफिट सकिहाल्यो। ब्यालेन्स सिट भनेको एउटा त्यसको दुश्मन छ जो हो प्रफिट। त्यति सम्झेपछि तपाईँको सायद एमसिक्यूमा धेरै नै काम दिन्छ। हेर्नुहोस् है, मैले कसरी तपाईँले यहाँनिर सिकाएको छु। यत्रो यो जम्मा यति छ क्या स्लाइड। मैले तपाईँले देखाउनु खोजेको कुरा यही हो, यति स्लाइड छ। अनि यहाँबाट अब हामीले यही कुरा धेरै बुझेर यहाँनिर हामी गर्नुपर्ने कुरा यति बुझाउन खोज्या। हेर्नुहोस् है, अब हामी यहाँ पढ्दैछौँ। मैले यहीँ तपाईँले देखाइ नै हालेँ। यहाँ हेर्नु, अब यहाँनिर हामी पढ्दैछौँ।
के पर्दैछ भन्दाखेरि त्यही ब्यालेन्स सिटमा नपर्ने भनेको चाहिँ एउटा प्रोफिट रहेको हुन्छ। त्यही पछाडि 2 नम्बरको अपरेटिङ प्रोफिटलाई के जोडेर हुन्छ भन्दाखेरि नेट प्रोफिट अनि ट्याक्स अनि इन्ट्रेस्ट। नेट प्रोफिट अनि ट्याक्स हुन्छ अनि अर्को भनेको इन्ट्रेस्ट। यति यो चाहिँ सम्झिनु पऱ्यो क्या, 3टा कुरा जोड्नुपर्छ भन्ने कुरामा। त्यो चाहिँ पनि नेट प्रोफिट, त्यस पछाडि ट्याक्स अनि त्यस पछाडि इन्ट्रेस्ट भन्ने कुरा तपाईँले सम्झिनुपर्छ। डिडिटी पाउडर भनेको नन बायोडिग्रेडेबल हुन्छ। डिडिटी भनेको नन बायोडिग्रेडेबल हुन्छ। धेरैले पढ्ने यसरी हो क्या, तर लास्टको मेन कुरा भनेको नन भन्ने सम्झिनै पर्यो। अनि के हो त कन्ट्यामिनेन्ट हो, यो पनि सम्झिनुपर्ने कुरा हुन्छ। कसरी सम्झिने? डी भन्दा अगाडिको सी है, डी भन्दा अगाडिको सी, डी भन्दा अगाडिको सी, यसरी सम्झिनु पर्यो। अब हे त्यो सरले त, त्यो दाइले त, त्यो भाइले त, त्यो साथीले त, त्यो युट्युब च्यानलको मान्छेले त यसरी सिकाएको थियो भने तपाईँले सम्झिनुहुन्छ क्या भनेर मैले यो गीत गाएँ है। अब स्वर त राम्रो छैन मेरो, अब पनि मैले गाएँ। अर्को क्वेसन हेरौँ। धेरै रेला नगरिकन, एक्जाम आउँदैछ, थोरै अब मनोरञ्जन भनौँ न। मिनामेटा भनेको जहिले पनि मर्खरीले गर्दा लाग्ने रोग एमएम सम्झिहालिन्छ। अनि बिजिटी भनेको एमआइसी, बिजिटी एमआइसी, बिजिटी एमआइसी, बिजिटी एमआइसी, बिजिटीले एमआइसी चाउँछ, बिजिटीले एमआइसी चाउँछ, बिजिटीले एमआइसी चाउँछ, बिएम 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 सम्झिनु पऱ्यो कहाँ दारो, मैले यत्रो भनिसकेँ, सम्झिहाल्नुहुन्छ नि बिएम, बिएम चाहिँ सम्झिनु पऱ्यो, बिएम बिएन होइन बिएम, त्यति भनिसकेपछि पनि मिलिहाल्छ। एमआइसी र बिजिटी भनेर सम्झिनु पऱ्यो। युरिया भनेको NH3 र CO2 मिलेर बनेको हुन्छ। यो धेरै ठाउँमा आएको पनि छ, यहाँ पनि सोध्छ। अब NH3 र CO2 मिलेर बनिन्छ, सम्झिहाल्नु पऱ्यो। अनि केमिकल फिल्ड स्टोक भनेको चाहिँ त्यो चाहिँ नेप्ठा हुने गरेछ भने एलपिजी भनेको 1 देखि 4 सम्म कार्बन है, सी भनेको कार्बन हुन्छ भने लास्टमा तपाईँले देखिरहनु भएको छ 9 नम्बरमा हेर्दाखेरि कस्मेटिकमा त्यो ब्याजको कुरा आयो भने जहिले कस्मेटिक सम्झिहाल्नु पऱ्यो। अनि त्यस पछाडि चिप सोर्स अफ द वाटर एन्ड द सोइल प्रिजेक्सन हुँदाखेरि यी सबै हुने गर्दछन् भन्ने कुरा सम्झिन खोज्या हो। अब यो सबैभन्दा यो धेरै अब यसले कस्तो नबुझाएको होला आफै जान्दैन कि त्यस्तो पनि लाग्छ क्या धेरैले। अब यसका लागि मेन यहाँ छ नि त, मेन खेलमा धेरै ध्यान दिने हो क्या। प्र्याक्टिसका लागि चाहिँ टेक्निक बुझ्ने हो, अनि खास खेलका लागि चाहिँ हामीले समय बचत गर्ने हो है, स्टामिना जोगाउने त्यो खेलका लागि हो क्या हो। त्यस्तै अब हामी खेल त यहाँ छ नि त हाम्रो, अब यहाँ चाहिँ हामी पुरा मजाले गर्ने हो। यहाँनिर ब्यालेन्स सिटको कुरामा डजन्ट भन्ने कुरामा जहिले पनि हाम्रो प्रोफिटवाला हुने गर्दछ भन्ने कुरा त सम्झिनु पऱ्यो। अघि मैले धेरै भनेको कुरा यही नै हो नि त। त्यस पछाडि अर्को कुरा नेट इन्ट्रेस्ट र ट्याक्स हो भन्ने कुरा पनि अघि भने 3टा कुरा भन्ने बित्तिकै सम्झेपछि 2 को पनि तपाईँले जानिहाल्नुहुन्छ। अनि डिटिटी पाउडरको कुरा आउने बित्तिकै यहाँनिर अघि भने नि मैले नन डिग्रेडेबल भन्ने कुरा एउटा सम्झिनै पऱ्यो। अनि पछाडि कन्ट्यामिनेन्ट भन्ने पनि सम्झिनु पऱ्यो। मैले किन दुइटै सम्झिनु भन्दा कहिलेकाहीँ तपाईँ बायोडिग्रेडेबल हो कि जस्तो पनि तपाईँलाई लाग्छ क्या। अनि तपाईँले सीबाट उठेको मात्र पनि डीभन्दा अगाडि भन्ने कुरा सम्झिसकेपछि चाहिँ तपाईँले ध्यान दिनुहुन्छ है। एउटा कुराले बिर्से पनि अर्को कुरा चाहिँ तपाईँको लागि छ है भन्ने कुराले गर्दाखेरि मैले त्यो भनेको हो। अनि चिप सोर्स अफ वाटर एन्ड सोल पोल्युसन इज भनेर भनेको छ। मैले अघि भनेकै कुरा आयो, अल अफ द एबभ होला हुने 4 नम्बरको चाहिँ मैले त्यो धेरै कुरा लेखेको थिएँ नि त्यहाँनिर। यी सबै पोल्युसन भने बित्तिकै धेरै हुँदो रहेछ नै, यो संसारमा पोल्युसन पनि कति भएका भन्छन् नि, बुढापाका मान्छे भन्छन् नि, हामी भनिन्छ नि, धेरै त्यहाँबाट सम्झिने हो कहाँ। म त तपाईँलाई के भन्छु भन्दाखेरि नि है, तपाईँलाई के भन्छु भन्दा एमसिक्यूमा कन्सेप्टै नलिने, कन्सेप्ट नबुझ्ने, ट्रिक चाहिँ बुझ्ने। ट्रिक कहाँबाट बुझ्ने? मेरो च्यानलमा आएर बुझ्ने। मैले मेरो प्रमोसन गरेको होइन, थोरै ट्रिक पनि हो। मेरो च्यानलमा नआए पनि तपाईँले ट्रिक पाराले पढ्ने भन्ने कुरा खोज्या हो। अब अर्को कुरामा जाने हामी। र मटेरियल फर प्रोडक्सन अफ द युरिया भनेको छ NH3 र CO2 त अघि हामीले पढेकै कुरा हो त। अनि 7 को सी नेप्ठा पनि हामीले पढेकै कुरा हो। त्यस पछाडि 8 को द ग्यास इन्भल्भ इन भोपाल ग्यास लिक ट्राजेडली वाज भनेर भनेको कुरा पनि हामीले पढिए। अहिले छैन, म यसलाई मैले एकछिन छोडेँ। अब किन यसले नलेखेको जस्तो लाग्यो। म यहाँ यस्तो तरिका छ त्यो 8 को लागि पनि। ब्याच प्रोसिड्युर, ब्याच भनेको चाहिँ कस्मेटिक भनेकै कुरा हो। 10 को 1 देखि 4 पनि भनेकै कुरा हो। हामी 8 मा थोरै अलिकति यहाँनिर के होला जस्तो लाग्छ होइन हामीलाई कसरी के होला जस्तो लाग्छ भन्दाखेरि भोपाल मिथाल भोपाल मिथाल भोपाल मिथाल बिएम, मैले कतिचोटि भने तपाईँलाई बिएम बिएम बिएन होइन बिएम हो। अघि हामीले के भनेर यहाँनिर अध्ययन गरिरहेको थियो भन्दाखेरि अगाडि म तपाईँलाई यहाँ देखाइदिन्छु, हेर्नुहोस् है। सरी
थ्याङ्क्स फर वाचिङ यसले भनिसक्यो म थोरै देखाउँ भन्दैछु यहाँ हेर्नुहोस् है कहाँनिर हेर्नुहोस् भन्दाखेरि क्वेसन यो हेर्नका लागि चाहिँ 5 नम्बर हेर्नुहोस् बिजिटी बिएम यही त बुझाउन खोज्यो आज बिजिटी किन लेख्यो भन्दाखेरि ब्यासलाई चाहिँ बिजिटी भनेर भन्ने कुरा होइन नि फेरि मास्तिरको हेर्दाखेरि भोपाल ग्यास लिक बिजी ट्राजेक्टरी त्यसलाई चाहिँ भनेको बिजिटी त्यसलाई चाहिँ मिथाइल सम्म त्यत्रो धेरै सम्झिनु पर्दैन बिएम त्यति सम्झिनु पर्ने हो थ्याङ्क्स फर वाचिङ होइन अब च्यानलमा अझै नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई यति नै अन्य भिडियोमा भेटौँला यदि च्यानल सब्सक्राइब गर्नुभयो भने तपाईँले धेरै फाइदा हुन्छ भनेर मैले जानकारी गराएँ अब तपाईँकै खुसी हो नि भिडियो मनै परिरहेको छ भने च्यानल सब्सक्राइब नगर्नु नै होला भन्छु भन्दै आजलाई यति नै